अलघाट यो चाहिँ अलघाट हो है। अल्कासिमबाट रियाद रोड लागेपछि लगभग कति छ 50 छ कि 100 किलोमिटरमा यो अलघाट भेट्छ होइन। रियाद रोडमा है, रियाद अल्कासिम रोडमा चाहिँ यो अलघाट भन्ने उकालो धेरै ठुलो उकालो छ। 1 किलोमिटर लगभग लागेको छ। लोड गाडीको त 1 नम्बरै खायो बिचमा त अघि। अहिले चाहिँ अब माथि डाँडोमा आइसक्यो नि त। अब यत्रो पाहाड काटेर अनि यत्रो माथिकोलाई तल गराएको छ भनेपछि उतापट्टि पनि स्लो हो गाडी, ओह्रालो पनि त्यसभरि ओह्रालो छ। सबै 3 नम्बर 4 नम्बरमा चढ्छ होइन। 4 नम्बर 5 नम्बरमा चढ्छ। गाडी छोड्यो भने चाहिँ यहाँबाट अनकन्ट्रोल नै हुन्छ है। फेरि छोड्यो भने चाहिँ गाडी उकालोमा पनि गाह्रो, ओह्रालोमा पनि गाह्रो। यो धिराप जस्तै हो यो पनि। अब धिरापको चाहिँ योभन्दा डेन्जर छ होइन। यो चाहिँ धिरापभन्दा चाहिँ ठाडो र ठाडै छ यो पनि। तर त्यस्तो धिराप जतिकै लामो चाहिँ छैन गाडी हो। अन्त त्यति नै होला हुन त यो मेरो विचारमा।